गृहमन्त्री सुदन गुरुङ हिजो मात्रै शुक्रबार होइन पूर्व जानकारी कसैलाई जानकारी नदिएर कोशी प्रदेशको सीमा नाकातिर सुनसरी मोरङतिर पुगेपछि प्रशासन निकायमा खैला बैला क्या कसैलाई जानकारी नदिए। पहिलाका अब मन्त्रीहरू होइन पुरा तामझाम हेलिकप्टर च्याटर गरेर हुन्छ कि गाडीहरूको लाइन लगाएर हुन्छ कि कसरी हुन्छ होइन 35-35 वर्षसम्म त्यस्तै गरेर हिँड्दै गरेका थिए भनेका अहिलेका गृहमन्त्री आफ्नै सुरक्षा कर्मीलाई पूर्व जानकारी नगराएर उहाँ सुटुक्कै हिजो मात्रै मोरङ सुनसरीतिर पुग्नु भएको रहेछ होइन। त्यहाँ नाकामा एकदमै हुने जुन राजस्व चुहावट अब जुन हुन्छ नि त्यहाँ 2 नम्बरी धन्दा चहल खेल थाहा पाएपछि उहाँ सुटुक्कै होइन छड्के चेकिङको लागि उहाँ चाहिँ कसैलाई जानकारी नगरेर उहाँ एक्सनमा उठेर आफू चाहिँ एक्लै कोशी प्रदेश पुग्नु भएको रहेछ। राति एउटा न्युज आयो गृहमन्त्री सुदन गुरुङ एकाएक गायब बेपत्ता भनेर न्युज पनि आएको थियो। तर उहाँ चाहिँ दिउँसो नै सुटुक्क कसैलाई नभनी कोशी प्रदेशको सीमा क्षेत्रतिर पुग्नु भएको रहेछ होइन। एकदमै अहिलेको काम चाहिँ एकदम रफ्तारमा भइरहेको छ होइन। यस्तो राम्रो कुरा पनि हो एकदम होइन। राम्रो कुरालाई एकदम हामी सपोर्ट पनि गर्छौँ र नराम्रो कामलाई विरोध पनि गर्छौँ। केही भिडियोहरू विरोधका पनि छन्। तपाईहरु कति बोल्छ एउटै अहिलेको सरकारको बारेमा मात्रै बोलिरहेछ भन्नुवाला भिडियोहरू पनि हेर्नु होला होइन सबैजना।